कल्पना गर्नुहोस् आज राति 12 बजे संसारको सबै गुगल सर्भर र इन्टरनेट डेटाबेसहरू कसैले सधैँका लागि जलाइदियो भने भोलि बिहान हाम्रो हालत के होला। ठ्याक्कै यही भएको थियो सन् 1193 को त्यो कालो बिहान। एउटा क्रूर र अनपढ शासकको अहंकारले गर्दा 3 महिनासम्म बिहारको आकाशबाट कागजका पाना होइन हाम्रो पुर्खाको रगत मिसिएको खरानी बर्सिरह्यो। 10 लाख किताब र हजारौं विद्वानहरूलाई एउटै चितामा जलाएर हामीलाई बौद्धिक भिखारी बनाइयो। त्यहाँ हजारौं वर्ष पहिलेका यस्ता किताबहरू थिए जुन हाम्रा पुर्खा र ऋषिहरूले लेखेका थिए। आज पश्चिमा देशका वैज्ञानिकहरूलाई हामी भगवान मानिरहँदा ती सबै सिद्धान्तहरू हाम्रा पूर्वीय दर्शनका गुरुहरूले वर्षौं पहिले लेखिसकेका थिए। आज हामी डिग्रीको सर्टिफिकेट झोलामा बोकेर खाडीको 50 डिग्रीमा पसिना बगाउन विवश छौं नि। यो कुनै संयोग होइन, यो त 800 वर्षभन्दा अघि नालन्दामा गरिएको त्यो विभत्स घटनाको नतिजा हो। नालन्दा विश्वविद्यालयको सर्वनाश सनातन वैदिक धर्ममाथिको एउटा प्रहार। भलै यो अहिलेको भारतमा थियो, तर त्यो बेला नेपालका विद्वानहरू पनि त्यहाँ गएर ज्ञान सिक्थे र आफ्नो देश फर्किएर महान काम गर्थे। या भनौं नेपालका विद्वानले लेखेका पुस्तकहरू पनि त्यहाँ सुरक्षित राखिएका थिए। यदि त्यो दिन नालन्दा नजलेको भए आज अमेरिका र युरोपका मानिसहरू हाम्रोमा जागिर माग्न लाइन लाग्ने थिए। के थियो त ती 10 लाख किताबमा जसले एउटा साम्राज्यलाई नै पागल बनाइदियो। आउनुहोस् रगत र धुवाले लेखिएको त्यो इतिहास खोजौं। सन् 1193 को त्यो बिहान जब बिहारको आकाशमा 10 लाख भविष्यहरू एकैसाथ चलिरहेका थिए। कल्पना गर्नुहोस् आजको गुगलका सबै सर्भर र विश्वका सबै सुपर कम्प्युटरहरू एकैपटक ह्याक भएर ध्वस्त भयो भने संसार कहाँ पुग्ला। नालन्दाको विनाश त्यही थियो। त्यो बेलाको गुगल र क्लाउड स्टोरेज भनेकै ती 10 लाख हस्तलिखित पाण्डुलिपिहरू थिए। तर एउटा अनपढ र जाँडको मातमा मातिएको बख्तियार खिलाजीको अहंकारले गर्दा 3 महिनासम्म नालन्दाको आकाशबाट कागजका पाना होइन हाम्रा पुर्खाको रगत मिसिएको खरानी बर्सिरह्यो। यो हामीलाई बौद्धिक भिखारी बनाउन रचिएको इतिहासको सबैभन्दा ठूलो घटना थियो। आज हामी डिग्रीको सर्टिफिकेट झोलामा बोकेर खाडीको तातो घाममा काम गर्न जान्छौं। यसको बिउ त्यही दिन रोपिएको थियो जब नालन्दाको 9 तले धर्मगञ्ज पुस्तकालयलाई रगतको आहालमा डुबाइयो। नालन्दा कति खतरनाक थियो थाहा छ? यसको अन्दाज यसैबाट लगाउन सकिन्छ कि त्यहाँ भित्र छिर्नु भनेको आजको लोकसेवा वा नासाको परीक्षा पास गर्नुभन्दा 1000 गुणा बढी कठिन थियो। मुख्य गेटमा बस्ने पालेले सोध्ने एउटा प्रश्नको उत्तर दिन नसकेर 10 जना मध्ये 8 जना विद्वानहरू गेटबाटै रुँदै फर्किन्थे। या भनौं त्यहाँ कुनै आम मान्छे हुँदैनथे, विद्वान मात्रै पुगेका हुन्थे। ती पालेहरू कुनै सामान्य सुरक्षाकर्मी थिएनन्, ती त संसारलाई हल्लाउन सक्ने दार्शनिक थिए। 10,000 विद्यार्थी र 2000 विश्वविख्यात आचार्यहरू भएको त्यो ठाउँमा नेपालका बुद्धभद्र जस्ता विद्वानहरूले ज्ञानको ज्योति फैलाएका थिए। जब लिच्छवी कालमा राजा अंशुवर्मा र मानदेवले नेपाललाई सुनौलो युगमा पुर्याउँदै थिए, ठिक त्यही बेला नालन्दामा नेपाली मस्तिष्कहरूले ब्रह्माण्डको रहस्य सुल्झाउँदै थिए। त्यही थिए वैज्ञानिक, त्यही थिए डाक्टर। तर खिलाजीलाई यो कुराले पोल्न थाल्यो। उसको हीन भावना यति निश थियो कि पूर्वीय ज्ञानको मन्दिर जलाउने आदेश दियो। त्यो 9 तले भवन के मात्रै थिएन थाहा छ? आजको आधुनिक शल्यक्रिया, खगोल विज्ञान र धातु विज्ञानका यस्ता सूत्रहरू थिए जुन आजको आणविक बम भन्दा पनि शक्तिशाली हुन सक्थे। खिलाजीको फौज जब नालन्दाको शान्त परिसरमा पस्यो नि त्यहाँ कुनै युद्ध भएन। त्यहाँ त केवल नरसंहार भयो। निहत्ता भिक्षुहरूको घाँटी यसरी रेटियो कि नालन्दाको रातो इँटा भन्दा बढी त्यहाँको जमिन मानिसको रगतले रातो भयो। खिलाजीले मान्छे मात्रै मारेन, उसले त मानव सभ्यताको मेरुदण्ड नै भाँचिदियो। कल्पना गर्नुहोस् 3 महिनासम्म जलिरहेको त्यो पुस्तकालयबाट निस्किएको धुवाले कति पुस्ताको भविष्य अन्धकार बनायो। आजको ओपन एआई वा गुगलको हेडक्वार्टरमा आगो लगाए जस्तै थियो त्यो घटना। जलिरहेको मासु र डढिरहेका पाण्डुलिपिहरूको गन्धले बिहारको हावा यति भारी भयो कि मानव प्रलय नै आएको थियो। खिलाजीले त्यहाँका आचार्यहरूलाई जिउँदै आगोमा जोस्यो। ती विद्वानहरू जसले संसारलाई शून्य र दशमलव सिकाए उनीहरूलाई नै शून्य बनाइयो। यो विनाशले दक्षिण एसियालाई वैज्ञानिक रूपमा 1000 वर्ष पछाडि धकेलिदियो। आज हामी जुन कम्प्युटर साइन्स र एस्ट्रोफिजिक्सको कुरा गर्छौं नि ती त नालन्दाका आचार्यहरूका लागि सामान्य होमवर्क जस्तै थिए। यदि नालन्दा नजलेको भए आज काठमाडौँका गल्लीहरूमा ब्रेन ड्रेनको चर्चा हुने थिएन। हामीले हाम्रा सबैभन्दा अब्बल मस्तिष्कहरूलाई खाडी र युरोप पठाउनु पर्ने थिएन। नालन्दा केवल एउटा विश्वविद्यालय मात्रै थिएन, यो त एउटा आर्थिक महाशक्तिको केन्द्र थियो। खिलाजीले हाम्रो बौद्धिक सार्वभौमिकतामाथि प्रहार गर्यो। उसले हामीलाई यति ठूलो घाटा लगायो कि त्यसको भरपाई आज 800 वर्षभन्दा बढी पछि पनि हुन सकेको छैन। नेपालका लिच्छवी राजाहरूले जुन शैक्षिक जग बसाएका थिए त्यसको प्रत्यक्ष सम्बन्ध नालन्दासँग थियो। जब त्यहाँ विनाश भयो केही साहसी भिक्षुहरूले आफ्नो ज्यान जोखिममा
रहेर केही अमूल्य ग्रन्थहरू लुकाएर काठमाडौँ उपत्यका ल्याइ पुर्याए भनिन्छ। ती ग्रन्थहरू हाम्रा बिहार र गुम्बाहरूमा त सुरक्षित रहे, तर त्यो समग्र ज्ञानको प्रणाली भने खिलाजीको आगोले खरानी बनाइदियो। आज हामी अरूले बनाएको मोबाइल र अरूले बनाएको प्रविधिमा बाँच्न विवश छौँ, किनकि हाम्रो आफ्नो रिसर्च सेन्टर 1193 मै खरानी भइसकेको थियो। खिलाजीले त केवल आगो लगायो, तर त्यो आगोलाई निभाउने र फेरि हाम्रो गौरव बिउजाउने आँट हामीले कहिले गरेनौँ। आज हामी विदेशी विश्वविद्यालयको एउटा सानो छात्रवृत्ति पाउँदा गर्व गर्छौँ, तर बिर्सन्छौँ कि कुनै समय सारा संसार हाम्रा पुर्खाको पाउमा बसेर ज्ञानको भिक्षा माग्थ्यो। हामी फेरि पनि भन्दैछौँ, यो भलै अहिलेको भारतमा थियो, तर त्यहाँ नेपाली भिक्षु र पुर्खाहरूको योगदान थियो। खिलाजीले किताब जलाउन सक्यो, तर उसले हाम्रो रगतमा भएको त्यो जिन र त्यो प्रतिभालाई पूर्ण रूपमा मेटाउन सकेन। अब प्रश्न यो हो कि हामी सधैँ अर्काको हली बनेर बस्ने कि फेरि आफ्नै देशमा नालन्दा ठड्याउने? हवस् त, यस्तै खोजमूलक भिडियोका लागि ट्रुवर्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।